है गाइस, फेरि पनि आज है ससुरालीको गाउँमा घुम्दा घुम्दा आज चाहिँ हाम्रो जेठुको एउटा सानो पसल देखाउन गइरहेको छु। यो चाहिँ एउटा नयाँ उद्योग पनि हो है। यहाँ धेरै मान्छेले अब युथहरूले सिक्नु सकिन्छ। यो चाहिँ यहाँ उब्जाउ हुने है अथेन्टिक अर्ग्यानिक मसरुम फार्मिङ गर्नुहुँदैछ अनि त्यसैलाई नै उद्योग गरेर है बिस्तारै बिस्तारै त्यसलाई बढाउनु हुँदैछ। यो चाहिँ यो सोनादाको यो भित्र यो मार्केट स्टोप टी गार्डनभित्र एउटा गाउँ छ, त्यहाँ चाहिँ उहाँले खोल्नु भएको छ। त्यसको बारेमा तपाईँहरूलाई म देखाउँछु अलिअलि गर्दै, हेर्नुहोस् है। अप्ठ्यारो बाटो चाहिँ अलिक अप्ठ्यारो छ। यो बाटो अब यहाँ चाहिँ उहाँहरूले सानो हट हाउस टाइपको बनाउनु भएको छ। यहाँ चाहिँ हो गाइस, यहाँ चाहिँ सानो डुड बनाउनु भएको रहेछ मधुमक्खीको मौरीको। यो चाहिँ अब है यहाँ मौरीहरू पनि रहेछ, देख्न सक्नुहुन्छ तपाईँहरू हो। यहाँ चाहिँ मजाले आएर बसिदिएको रहेछ। यही राम्रो अब सेल्फ फार्मिङ भन्न सकिन्छ यसलाई होइन। सेल्फ गरेर यहाँ चाहिँ दादाहरूले स्टार्ट गर्नुभएको दुईजना चाहिँ एन्टरप्रेनरहरू। यो चाहिँ हाम्रो फर्स्ट बनाएको यो हट हाउस रहेछ। यहाँ चाहिँ यस्तो प्रकारले फार्मिङ गर्नुपर्दो रहेछ है। फलेको हेर्नुहोस् तपाईँहरू, यहाँ अहिले त टिपेको रहेछ तर बिरिरी फलेको हुन्थ्यो यहाँ है। यो चाहिँ तपाईँहरूको यो भित्र चाहिँ परालले बनाउने रहेछ हो। अब हाम्रो झन्डै 4 महिना जस्तो भयो यो हो। अब यो त हाम्रो फोर्थ है त यो फोर्थ है, फोर्थ राउन्डको हो। उहाँ पनि उहाँ चाहिँ सिनियर किसान हो जुनियर। यो फोर्थ राउन्ड अब यो अलमोस्ट सक्यो हाम्रो हो। हामी 4 सौरा लगाएको थियौँ, र पनि कस्तो मजाले फलिरहेछ यहाँ सकिसकेको। यो मसरुमहरू चाहिँ अलिक प्रिमियम खालको, फेरि यो नर्मल बजारतिर व्हाइट होइन, यो चाहिँ ब्ल्याक हो। यो चाहिँ तपाईँको एकदमै प्रिमियम क्वालिटीमा आउँछ। मिठो हुन्छ यो चाहिँ, एकदम मिठो हुन्छ क्या। पराल हो, यहाँ चाहिँ पराल चाहिँ यसरी राखेको रहेछ। यहाँ चाहिँ पराल यसरी चाल्छ है, चाल्छ। यहाँ परालहरू छ। पराल चाहिँ यसरी यहाँ चालेर हामी राख्छौँ हो। कन्टामिनेट हुने चान्सेस हुन्छ, त्यही भएर हामी बाहिर नै उयो गर्दैनौँ हामी हो। राम्रो खेल्दैछ। त्यहाँ चाहिँ फर्स्ट हो हट हाउस थियो, यहाँ चाहिँ सेकेन्ड। यो चाहिँ नयाँ नयाँ गर्नुभएको रहेछ। नयाँमा चाहिँ 200वटा प्लान्ट रोप्नु भएको रहेछ। यहाँ चाहिँ नयाँमा चाहिँ अलिक खतरा हुँदो रहेछ है कन्टामिनेसनको, त्यही भएर एकदम यसरी एकदम आइसोलेट गरेर राख्नु पर्दो रहेछ। भित्र पस्दा पनि उयो लाउनुपर्छ होला है त। हजुर, त्यो चाहिँ 200 होला। अब पब्लिकले पनि धेरै सपोर्ट देखाएर चाहिँ दादाहरूले चाहिँ अब यहाँ मान्छेलाई सिकाउने पनि गर्नुहुन्छ भनेर यहाँ अब ओपन गर्नुहुँदैछ हो। अब नयाँ अब कोले अब इच्छुक हुनुहुन्छ मसरुम फार्मिङमा, कसलाई मतलब सानैदेखि फर्स्टदेखि स्टेपदेखिको सिकाउने होइन, कसरी फार्मिङ गर्ने, के चाहिन्छ, कसो कसो गर्नु पऱ्यो, मार्केटिङहरूदेखि लिएर टाकटुक सिकाउने चाहिँ एउटा फार्म स्टे बनाउनु भएको छ। त्यहाँ चाहिँ तपाईँहरू आएर बसेर यहीँ राखेर यहीँ बसेर हो। त्यो चाहिँ अब कति छ प्याकेज चार्जहरू त्यो दादाले भन्नुहुन्छ, त्यो हिसाबले पनि तपाईँहरू यहाँ सिक्नु सक्नुहुन्छ इच्छुकहरूलाई। किनभने अहिलेको युथहरू चाहिँ के छ, हामी खाडी मुलुकतिर जाने कुरा गर्छौँ होइन। त्यो नभएर चाहिँ अब यहाँ आफ्नै गाउँघरमै हामीले आफ्नै उद्योगलाई नै हाम्रै पर्यावरणले दिएको चिजहरूलाई नै अगाडि बढायो भने चाहिँ धेरै राम्रो। उहाँले चाहिँ एउटा इक्जाम्पल गर्नुभएको छ। हुनु त यो सानो रूपमा छ अहिले, र पनि अब सानोलाई नै सपोर्ट गरिन्छ ठुलो हुन्छ होइन। किन हामी बाहिरतिर मात्रै गर्नु भनेर चाहिँ दादाले सानो स्टेप लिनुभएको है। आशा गर्छु यो अझै अगाडि बढेर जाओस् है। अनि दादाले फार्म स्टे बारेमा अलिकति के भन्नुहुन्छ? अब हामीले चाहिँ विशेष गरी यहाँ अब एउटा सानो प्रयास हामीले सुरु गरेको छौँ हो। किन भन्दाखेरि चाहिँ अब मसरुम एउटा खेती मात्रै होइन, एउटा क्यास क्रप हो। अन्त यो चाहिँ अब हामीले के सोचेको भने यो क्षेत्रमा पनि अब केही हामीले आफ्नै मेहनतले आफ्नै उत्पादन गरेर चाहिँ केही हामी स्वरोजगार पैदा गर्न सक्छौँ भनेर हामीले गरेको छौँ। र हालैमा हामीले चाहिँ अब यो प्लानिङ छ कि हामीले अस्ति सिक्किमबाट पनि आउनुभएको ट्रेनिङ गर्नु, अनि हामीले ट्रेनिङको पनि हामीले प्रबन्ध गरेको छौँ। 2 दिन हामी गराउँछौँ हो। 2 दिनको हुन्छ, अन्त फुडिङ लजिङ पनि हुन्छ यहाँ नै हो। 2 दिनको ट्रेनिङ गराउँछौँ। एउटा चाहिँ स्टरलाइजेसन भन्छ, त्यो चाहिँ हामीले त्यो 2टा प्रोसेस हुन्छ। अन्त त्यो प्रोसेस अनुसार हामी 2 दिनको ट्रेनिङ सिकाउँछौँ। र जो इच्छुक हुनुहुन्छ, किनभने मसरुम चाहिँ सबैभन्दा चाँडो एउटा यो एकदम यो के भनौँ न प्रडक्सन हुन्छ, छिटो ग्रोथ पनि हुन्छ। किनभने 1 महिनामा यो उम्रेर हामीले बजारमा लान सक्छौँ। अरू चाहिँ अब धेरै 3-4 महिना पर्खिनुपर्छ हो। अन्त त्यो हुँदाखेरि चाहिँ अब तपाईँ इच्छुक हुने चाहनु मान्छेहरू चाहिँ मसरुम रोप्नु सक्नुहुन्छ। अब मसरुम त हामीले सानै स्केलको अब अरू देशहरूमा सिलगढीमा त ठुलो इन्भेस्टमेन्टहरू गरेर गर्दैछन् होइन। किनभने अब नयाँ अब यो मार्केट पक्रिरहेको छ मसरुमले चाहिँ। त्यो भएर चाहिँ अब तपाईँहरू आएर इच्छुक मान्नुभयो भने चाहिँ सक्नुहुनेछ। एकदम भोलिको दिनमा तपाईँले आफ्नै घरमा तपाईँले स्वरोजगार सक्नुहुन्छ, विदेश जानु चाहिँ पर्दैन जस्तो लाग्छ। भनेको चाहिँ अब यही हो कि अब बाहिर मात्रै नजाएर यहीँबाट पनि हामीले धेरै कुरा गर्न सक्छौँ है। चाहे यही गर्नुपर्छ भन्ने छैन, कुनै पनि चिज गर्न सक्छौँ है। अनि यहाँ दादाहरूको अब अरू पनि एक्सप्लोर गर्दै जाउँ यहाँ माथितिर के छ है। फार्म स्टे छ यहाँ चाहिँ जस्तै बसेर मान्छेहरू आउनु भएर यहाँ चाहिँ ट्रेनिङ पनि गर्नुभयो हो। अनि यहाँ स्टेको लागि तपाईँहरूलाई प्रबन्ध गरेको छ। बाथरुमहरू यहाँ चाहिँ एट्याच टोइलेट बाथरुम रहेछ। जस्तो साथी हो सिम्पल बेड चाहिँ अब है फ्याँकेको त्यो धुप्पीहरूको यस्तो हुन्छ नि काठहरू, त्यसले बनाएको हेर्नुहोस्। यो चाहिँ अब यसको सो नै एकदम मजाको भइगयो है पिलाउँदाखेरि नै। यो फार्म स्टेहरू बिस्तारै बिस्तारै अब अझै फैलिँदै जान्छ हो। यहाँ दादा चाहिँ हाम्रो 2जनामा 1जना चाहिँ उहाँ पनि हुनुहुन्छ है। दादाको नाम, दादाको शुभ नाम? मेरो नाम शैलेश छेत्री है। शैलेश छेत्री है। दादाले बनाइदिनु भएको छ च्याउको। रेसिपी पनि हेरिहाल्नुहोस् यहाँ है। टेस्ट पनि सिक्रेट मसाला पनि धरेको नि ल टेस्ट गरेर भनिदिनु। ल एउटा म टेस्ट गरेर, टेस्ट त के मैले खाइरहेको नि मिठो हुन्छ हामी एकदमै मिठो है। अभिनीत पनि यो खाट है, यो बेन्च है 1915 1920 नन कोअपरेसन मुभमेन्ट गान्धीको भन्दा पनि पुरानो रहेछ त्यो बेन्ची चाहिँ है साथी हो। यहाँ चाहिँ अब दादाहरू यहीँ छ है, बसोबासो कोही बेला घर कोही बेला यहाँ हो। अनि यस्तै प्रकारले यहाँ चाहिँ नयाँ फेरि त्यस्तै खोल्नु हुँदैछ है। यस्तै प्रकारले अब नेक्स्ट टाइम आउँदाखेरि अझै ठुलो भएको छु त्यतिखेर फेरि देखाउनु छु है। तिनीहरूको लागि
तपाईँसँग बिदा लिँदै दादाको लास्ट अन्तिम 2 शब्द भन्नु गर्न सकिन्छ अन्त जो पनि इच्छा हुनुहुन्छ 2 दिनको ट्रेनिङ गर्ने छ हाम्रोमा अन्त यो चाहिँ हामी कन्फर्म दिन्छौँ 100% तपाईँले अब तपाईँको यो मसरुमको खेती चाहिँ तपाईँ सफल हुनुहुन्छ र यति चाहिँ हामी ग्यारेन्टी दिन्छौँ 2 दिनको सिकेर जानु भने चाहिँ तपाईँले आफ्नो घरमै आफ्नै ठाउँमा नै सरोज गर्न सक्नुहुनेछ त्यसको डिटेल्सको लागि चाहिँ फोन नम्बर चाहिँ मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ लाइक माई च्यानल भन्नु Like my channel. हो त्यस्तो रहेछ बाटो बाटो यस्तो छ गाइस के गर्नु है यस्तो छ है बाटो नलाग्ने Fuck the body, man. उयो चाहिँ हेर्नु घर यस्तो घरको बाटो हेर न कस्तो अप्ठ्यारो है गाइस चाहिँ गाइस हेर्नुहोस् है घर हेर्नुहोस् त कस्तो डरलाग्दो जग्गामा रहेछ है यो बाटो चाहिँ यस्तो छ है वरिपरिको जति सुन्दर नजारा त्यति खतरनाक पनि बाटो है